Mini blog day 22 as a Thursday. Welcome to TikTok studio in the photo studio. फोटो स्टुडियोमा टिकटकरहरूलाई स्वागत छ। एकजना नभएर अझै दुई जना छ टिकटकको र आफै प्रिभ्यू गर्ने रे भयो। A few moments later. त्यसपछि एउटा दाइ आउनुभयो आफ्नो बच्चाको लागि होमवर्क, अहिले चाहिँ स्कुलमा चाहिँ यस्तो होमवर्क चाहिँ एकदम दिइरहेछ। अनि त्यसपछि एउटा दाइ आउनुभयो, उहाँको चाहिँ अब क्यालेन्डर साइजमा फोटो, यदि कसैलाई निकाल्न मन छ भने आउनु होला, मिलाएर निकालिदिन्छु। रियलमा चाहिँ यस्तो हो है, अनि यो चाहिँ सिनेमेटिक सर्ट हेर्नु त। त्यसपछि म चाहिँ अब यता पृथ्वी चोकतिर आएँ। पृथ्वी चोक किन आएको भन्दाखेरि अब यहाँ टिकट बुकिङ गर्नको लागि, किनकि हिजो साथी आएको थियो नि त, ऊ चाहिँ आज घर जाने रे होइन, साथी चाहिँ यही बसमा जाने रे। अनि त्यसपछि म दोकान आएँ। दोकान आउने बित्तिकै एउटा दाइ पर्खिनु भएको रहेछ। म चाहिँ फोटोकपी निकाल्नको लागि आफ्नो र आफ्नो वाइफको। त्यसै एउटा दाइ आउनु, उहाँको पनि अब कम्प्युटरबाट निकालिदिएँ, कम्प्युटरबाट परिचय पत्र निकालिदिएको। त्यसपछि चाहिँ एउटा भाइ आउनुभयो फोटो खिच्नको लागि। भाइ चाहिँ यही हो होइन, खतरा हान्छौँ रहेछ भाइ पनि। भाइको फोटो यो, अनि रियलमा चाहिँ अब यो हो, राम्रो निकालिदिनु भएको छ अरे दाइले भनेको थियो होइन। अनि त्यसपछि एउटा दिदी आउनु, उहाँले चाहिँ एकदमै फोटोकपी गर्नुभयो, 200 रुपियाँको फोटोकपी गर्नुभयो। त्यसपछि नानी आउनुभयो फोटो खिच्नको लागि, पुरा पोज दिइरहेको थियो होइन। कति इनोसेन्ट होला नानी, नानीको फोटो कति क्युट पनि रहेछ नानी। त्यसपछि एउटा बहिनी आउनुभयो, उहाँको पनि अब यो स्कुलको प्रोजेक्ट वर्कको लागि यो निकाल्न आउनुभयो। मैले सबै निकालिदिएँ। त्यसपछि 6 बजे पनि खतरा घाम लाग्यो, खतरा होइन, चरक्क पोलिरहेको थियो घाम पनि। अनि त्यसपछि म चाहिँ यता के अरे इङ्क किन्न आएँ, टोनर, ब्रदरको इङ्क किन्न आएँ। इङ्क चाहिँ यही हो न, खालि रिप्लेस ड्रम भनेर देखाइरहेको थियो। त्यही भएर चाहिँ ड्रम चाहिँ किन रिप्लेस गर्ने, बरु टोनरै हालिदिने भनेर टोनर किन्न आएँ। त्यसपछि एउटा दाइ पहिले खिचेको फोटो निकाल्न आउनुभयो। दाइ चाहिँ यही हो। अनि साँझ भइसक्यो त, साँझ भइसक्यो एउटा फ्यामिली आउनुभएको थियो फोटो निकाल्नु भनेर, तर उहाँलाई चाहिँ आजै चाहिएको थियो। तर आज चाहिँ फोटो निस्किन्न, भोलि आउनुहोस् भनेको मानेन। अनि साँझतिर चाहिँ एउटा बहिनी आउनुभयो आफ्नो बाबुको फोटो निकाल्ने भनेर मोबाइलबाट। अनि उहाँलाई चाहिँ भोलि आउनुहोस् भने हस् हुन्छ भने। यहाँसम्म हेरिदिनु हजुरलाई धेरै धेरै धन्यवाद। अब भोलिको भिडियो हेर्न नबिर्सिनु होला। हस् त, बाई।